नमस्ते मित्रहरू। आज पक्कै पनि तपाईँले भिडियोको थम्बनेल र टाइटल हेरेर थाहा पाइसक्नुभयो आजको भिडियो के छ भने। आजको भिडियोमा तपाईँहरूले जुन सानो युजरहरू हुनुहुन्छ, ट्याग भनेको के हो र ट्याग कहाँबाट खोज्ने हो र कहाँबाट एड गरेर कसरी तपाईँले तपाईँको भिडियोमा युज गर्नुहुन्छ, म त्यसैको बारेमा आज भिडियो बनाएर तपाईँलाई देखाउनेछु। वान बाई वान भिडियो थोरै पनि स्किप नगरिकन भिडियो हेरिदिनु होला, नबुझेको कुरा सोधिदिनु होला। र सानो युजरहरूलाई जो कोहीलाई सब्सक्राइब, लाइक, सेयर, कमेन्टहरू चाहिन्छ भने मेरो व्हाट्सएप ग्रुप लिङ्क हुन्छ जुन भिडियोको लास्टमा हुन्छ, त्यसमा गएर तपाईँले ग्रुपमा जोइन भएर एकअर्का सपोर्टले तपाईँले त्यहाँबाट सब्सक्राइब लिन सक्नुहुन्छ है त। म भिडियो स्टार्ट गर्न गइरहेको छु। सबभन्दा पहिले मेरो युट्युब च्यानल खोल्छु म, युट्युब स्टुडियो जसलाई पनि थाहा नै होला युट्युब चलाउनेहरूलाई। यो मैले खोलेँ र खोलिसकेपछि म एउटा भिडियोमा गएर देखाउने छु। जुन गएँ म कन्टेन्टमा गएँ र कन्टेन्टमा गइसकेपछि मैले एउटा भिडियो लिएँ जुन मैले हिजो अस्ति नै बल्ल पोस्ट गरेको छु। त्यहाँ गएर भिडियो लिएँ। त्यो भिडियो लिइसकेपछि भिडियोको माथि सबभन्दा टपमा छ तपाईँको जुन पेन्सिल चिन्ह छ, त्यहाँनिर गएर ओके गर्ने र ओके गरिसकेपछि सबभन्दा मुनि जानु होला र मुनि गइसकेपछि यहाँनिर छ है ट्याग्स, यहाँनिर मैले ओके गरेँ र यहाँ गएर ओके गरिसकेपछि जुन तपाईँको भिडियोहरूमा यो जस्तो यो छ ट्यागहरू यस्तो लागेको छ लेखेकोहरू, जुन भिडियोलाई र्याङ्क र भाइरल गराउनलाई, भ्युजहरू गराउनलाई यो जुन मैले ट्याग लगाएको छु, यो ट्याग तपाईँले कसरी ल्याउनुहुन्छ, यही नै हो भिडियोको ट्याग भनेको। र यो कहाँबाट र कसरी खोज्ने हो म यसैको बारेमा देखाउने छु। र युट्युब स्टुडियो खोलिसकेपछि यहाँ खोलेँ होइन सबभन्दा, त्यसपछि मैले ड्यासबोर्डमा गएँ, जसलाई पनि थाहा छ होला। ड्यासबोर्डमा गइसकेपछि यहाँ छ अर्को थर्डमा छ एनालाइटिक्स दिइरहेको छ, एनालाइटिक्स यहाँनिर गएर ओके गर्नु र यहाँनिर गएर ओके गरिसकेपछि जस्तै यो सबभन्दा टपमा अर्को छ ट्रेडिङ छ, रिभ्यू छ, कन्टेन्ट छ, एडभान्स छ। त्यो मध्येमा ट्रेडिङमा जानु होला, ट्रेन्डमा जानु, ट्रेन्डमा गएर ओके गर्नु होला र तपाईँले कुन भिडियो बनाउनु भएको छ त्यही भिडियोको ट्याग एउटा ट्याग खोज्नुहोस् पहिला। जस्तै मैले होइन अहिले जुन भिडियो बनाउँदैछु त्यसैको लागि जस्तै हाउ टु एड ट्याग हानेको छु होइन, युट्युब भिडियो भनेर हाने है। यो ट्याग कसरी खोज्ने हो यसको लागि यहाँ हेर्नु सबभन्दा माथि यहाँ देखाइरहेको छ, टन्नै आइरहेको छ यस्तो भिडियोहरू। यहाँ यो भिडियोहरू धेरै नै भाइरल भिडियोहरू भएको रहेछ र यिनीहरू नै तपाईँले यस्तरी आइसकेपछि अब जस्तै यसरी आएको छ, अब यो ट्याग होइन यो तपाईँको भिडियोमा कसरी हाल्नुहुन्छ यहाँ हेर्नु कसरी छ, यहाँ हाउ टु एड ह्यासट्याग टु योर युट्युब भिडियो भनेर आइरहेछ। अब जस्तै यसैलाई नै मैले कपी गरेँ किनकि यो र्याङ्कमा छ, अथवा कपी गरेँ अथवा यहाँबाट मैले टिपेँ जस्तै दिमागमा राखेँ होइन। राखिसकेपछि म पुनः ब्याक आएँ र ब्याक आइसकेपछि तपाईँ गुगलमा जानु होला, गुगलको सर्च बारमा जानु होला र सर्च बारमा गएर यहाँ सर्च हान्नु होला, रिपिट होइन रिपिट ट्याग्स हान्नु होला, रिपिट ट्याग हान्नुहोस्। रिपिट ट्याग हानिसकेपछि सबभन्दा टपमा आउनेछ रिपिट ट्याग र यसमा गएर यहाँ ओके गर्नु र युज दिस ट्याग जेनेरेट छ त्यहाँनिर गएर ओके गर्नु। यसको लागि मैले अलरेडी भिडियो बनाएको छु, त्यही पनि म अर्को भिडियो बनाउँदैछु र सबभन्दा मुनि छ आइएम एग्री, त्यहाँ गएर एग्री गर्नु र एग्री गरिसकेपछि भिडियोको यहाँनिर छ अर्को एन्ट्री छ होइन, इन्टर योर भिडियो टाइटल भनेको छ, भिडियोको टाइटल के छ। जस्तै मैले हाउ टु भिडियो ट्याग एड छ होइन, मेरो चाहिँ यो राख्ने भएकोले म यही राखेर मैले सर्च हानिदिएँ। यसरी सर्च हानिसकेपछि यहाँ हेर्नु तपाईँले कुनै ट्यागहरू खोजिराख्नु पर्दैन, यहाँ आफै ट्यागहरू कति बनेर आएको छ। यसरी बनेर आएको र सबभन्दा मुनिमा जानु, यहाँ आउनु कपी छ, यहाँ गएर तपाईँले कपी गर्नु होला र मैले कपी गरेँ। इनकेस मैले कपी गरेँ मेरो युट्युब स्टुडियोमा म पुनः गएर त्यहाँबाट गएर कन्टेन्टमा गएर मैले जस्तै यो भिडियो भयो, यो भिडियोमा गएर मेरो गएर फेरि पेन्सिल चिन्हमा गएँ, पेन्सिलमा गएर म त्यो भिडियोलाई एकैछिनमा केही छैन टाइम लाग्यो टिकटक टाइम लाग्यो र पेन्सिल चिन्हमा मैले ओके गरेँ र सबभन्दा मुनि गएँ है त। र मुनि गइसकेपछि तपाईँले यहाँ अब जस्तै मैले यहाँ ट्याग लगाएको छु, मैले एउटा ट्याग डिलिट गरेर म हेर्छु है त। र यहाँ चाहिँ एड गर्नु, यहाँ गएर एड गरेपछि तपाईँको स्टोरी बनेर आउँछ। तर यो तपाईँलाई स्टोरी बनेर आउँदा तपाईँले अलि झन्झट हुन्छ, यो ट्याग भएन स्टोरी कसरी बस्छ त, यो कसरी ल्याउने हो त्यसको बारेमा पूर्ण मैले पुरै काटेँ। म ब्याक गएँ,
युट्युबमा ब्याक गएँ र गुगलको सर्च बारमा पुनः गएँ र यहाँ गएर मैले पुनः यहाँ युट्युब हाने है। युट्युब हानिसकेपछि युट्युब डेस्कटप साइट हो होइन, क्रोममा डेस्कटप साइटमा खोल्नु होला र यति आइसकेपछि सबभन्दा टपमा युट्युब आयो। त्यहाँबाट युट्युब मैले खोलेँ। त्यहाँबाट खोलिसकेपछि केही छैन, वेट गर्नु होला र मैले अलरेडी अघि कपी गरेको छु। नबुझेको कुराहरू सोधिदिनु होला, म पुनः बुझाउने कोसिस गर्नेछु। र यसरी खोलिसकेपछि तपाईँको युट्युब डेस्कटप मोडमा आयो र डेस्कटप मोडमा आइसकेपछि तपाईँको यहाँनिर जानु, यहाँ कन्टेन्ट जुन एकैछिन ल म तपाईँलाई कन्टेन्ट छ यहाँनिर गएर ओके गर्नु होला। यहाँनिर गएर मैले ओके गरेँ, यहाँनिर गएर ओके गरेँ, केही छैन वेट गर्नु, ओके गरेँ। जस्तै मैले अघि कुन भिडियोमा थियो, इनकेस जुनसुकै भिडियो होस् त्यो भिडियोमा गएर यहाँ राइट गर्दै सार्दै जाँदाखेरि थोरै म जुम आउट गरेँ र जुन भिडियोमा हाल्ने त्यो भिडियो ओके गर्नु होला, ओके गर्नु होला। र भिडियो ओके गरिसकेपछि यस्तो खालको आउँछ। तपाईँको ल्यापटप डेस्कटप चलाउनेहरूलाई त थाहा होला, जोसँग डेस्कटप नहुन सक्छ। यस्तो आइसकेपछि तलबाट माथि तान्दै तान्दै जाँदाखेरि सबभन्दा मुनि छ अर्को सिमोर लेखेको छ, सिमोर होइन, त्यहाँनिर गएर ओके गर्दै 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 फेरि माथि जानु होला र माथि गइसकेपछि तपाईँको यहाँनिर ट्याग आइरहेछ है। यहाँ गएर सबै गरेर यसरी गएर जस्तै यहाँ छ, यहाँ गएर सबै यसरी गरेर जुन मैले अघि कपी गरेको थिएँ यहाँ गएर यसरी पेस्ट गर्नुभयो भने तपाईँको यसरी बनेर आउँछ है त। मैले चाहिँ अलरेडी यसमा ट्याग लगाएको छु, त्यही भएर यो भिडियोको यो राइटमा रेड आउँछ, रेड आएको छ। यसको मतलब यो ट्याग मैले हाल्न सक्दिनँ यत्रो धेरै। अलरेडी यहाँ ट्यागको भनेको तपाईँको यहाँ म्याक्सिमम 500 ट्याग मात्र हाल्न सकिन्छ, त्योभन्दा धेरै ट्याग तपाईँको भिडियोमा एड गर्न सक्नुहुन्न। र भिडियो के कस्तो लाग्यो कृपया भन्नु होला, नबुझेको कुरा सोधिदिनु होला। आजलाई भिडियो यति नै, सकभर बुझाएर बनाएको छु, भिडियो बुझाउने कोसिस गरेछु। हवस् त हजुर, आजलाई जय नेपाल।